बाटो त हाम्रो निकै नै यहाँ चाहिँ निकै नै राम्रो भ्यू देखियो अवस्था है। ओइ दिपिना दिपिना आए नि यार नन मैं पर यार रोहनले यार तर यसका तिम्रो बुढोलाई हानेको तर यार अरे भएन के अझ टक्क पारामा यस्तो भन्दा यार जेन्जी कसको म्यासेज आयो त जेन्जीले म्यासेज आयो यस्तो टक्क हामीले चाहिँ भ्यू देख्न सकिन्छ पैगोडको यस्तो राम्रो आइरह नि त टक्क पारामा हामी चाहिँ अहिले आउनु नि लागिसकेको अवस्था टक्क गर्मी पनि भइरहेको छ 1 बन्न लागिसकेको अवस्था टक्क अगाडि देख्न सक्नुहुन्छ पछाडि पनि छरिनहरु टक्क कस्तो थकापन लाग्यो मारेसो रेसिस्ट हान्नु पर्यो टक्क अब हेरौँ के हुन्छ रमाइलो होला कस्तो लाग्यो यहाँ चाहिँ हाम्रो जेन्जीले यस्तो लिएर हिँडेछ के भन्छ अरे चाउचाउ दालमतहरू अब ओगिन नि अलगुडा टक्क पारामा हामी चाहिँ आइपुग्न लागिसकेको अवस्था मेरो कहाँ यार टक्क पारामा गर्मी भयो ट्र्याक्टर पनि आएको अवस्था टक्क अब हेरौँ के हुन्छ अब रमाइलो हुन्छ कि के हुन्छ घर धन्नै यिनीहरूले दिन चाहिँ जाने खनि यार खै देऊ न चाहिँ हल्का रेस्ट टाइम ह्यान्ड अवस्था टक्क पारामा हेरौँ के हुन्छ अब चाहिँ हामी हिँड्न लागेको अवस्था सेल्फी स्टिक बेकार ल्याएर यस्तो भयो कसैले बोक्दै नबोक्दिने कि अझसम्मै ल्याउलाने त वाट्सएप गाइज ब्रो हाम्रो जेन्जीले तर पुरो मिलाउँछ तर र त गाइजहरू अहिले त टक्क बाह्रमा आइसकेको अवस्था छ टक्क बाह्रमा अब हेरौँ यही रहेको छ पाकिस्तान चाहिँ टक्क हामी आइरहेको अवस्था सकिन्छ अब चाहिँ त दोस्रोले यस्तो गरेको अवस्था हामीले देख्न सकिन्छ टक्क बाह्र कस्तो उहाँ अर्किन बसेको कि तिनीहरू यार कस्तो अरू गएर फोरुन्छ नि थाहा छैन यिनीहरूलाई साइको पैसा जाम गयो हुन उता तर यस्तो गर्नु हुन्न तर यिनीहरूले टक्क हामीले ओइ आमा नमस्ते आमा नमस्ते सन्चै हुनुहुन्छ आमा हामी आमा नेपालको हाल गण्डकी बर्दास पैयुङ गाउँपालिकाको आमालाई सबै बुझाइदिएको के डिटेलमा ओ जाम के यार यहाँ फोरो गर्दिन हुन्न कि अरू गर तिमीहरूले तर यिनीहरूले फोरो गरे के ओ जाम क्या यार म चिन्ने होइन ओ अरू गराएर फोर नगर्न हेरौँ हामी चाहिँ होइन टक्क बाह्रमा हामी चाहिँ आइसकेको अवस्था हो चाहिँ हामी आज चाहिँ यो थियो रे यार माथि हो कि टक्क यहाँ चाहिँ यस्तो रहेको छ हामी चाहिँ अहिले जाम पानी खाम यता चाहिँ यस्तो मौला रहेको छ पहिला पानी नै पानी थियो यता बस्ने ठाउँको फेसिलिटी इज गुड अरू चाहिँ उतै खान टक्क हामीले चाहिँ पानी खाने ठाउँ देख्न सकिन्छ कति राम्रो रह्यो बुटो चाहिँ औडै ठुलो हो क्या काइरीको बस्दैन तिमीहरू माथि हो क्या 10 मिनट हाम्रा जेन्जी मित्र हो जेन्जी हो लैल आमा डर लाग्यो ओए कस्तो आबोटो हो लहेर ल कस्तो कडा आइबोटो ल लै फोटो कस्तो कडा तर ढिलो तर कडा आइ तर यहाँ बोझ गयो के तिमीहरूको यार खतरा गुड लै सुपर हाई सुपर पोज गयो कि बसी लै पोज लै ल लगे यता के कहाँ उता गएको क्लिक र यिनीहरूले चाहिँ लै सिस्टीको त दामी पोजा तर ढिलो आयो तर कडा आयो कि अहिले चाहिँ हामी टक्क बाह्रमा माथि हिँड्न लागिरहेको अवस्था टक्क बाह्रमा हेरौँ के हुन्छ टक्क हेरौँ अब चाहिँ टक्क के हुन्छ अहिले चाहिँ माथि यस्तो रहेको छ टक्क देख्न सक्नुहुन्छ पाकिस्तान यस्तो रहेको छ
टक्क उता घुम्ने मान्छे आएको छन् टक्क अब सबैजनाले सपोर्ट हान्नु पऱ्यो है त्यो के भन्नु है सपोर्ट हान्नु पऱ्यो टक्क उता चाहिँ यता बिजी नै छन् अनि यस्तै हो अब के भन्नु अरू चाहिँ अब यसो टिकटक सिस्टक बनाउनुपर्छ टक्क भाडामा अनि जानुपर्छ अब त के भन्नु अब हामी हेर्छौँ सब भिडियो फुल हान्नु होला टक्क सपोर्ट पनि गर्नु होला भन्नु चाहन्छु टक्क भाडामा उता पनि हामीले भ्यू हेर्न सकिन्छ टक्क पारामा केटाहरू खेलिरहेको अवस्था टक्क उता चाहिँ केटाहरू नि यता हल्का फोटो खिच टक्क पारामा यता नि खेलेको अवस्था अब टक्क पारामा चाहिँ म चाहिँ टक्क माथि भ्यू टावरमा जानेछु अब चाहिँ टक्क है भ्यू टावरमा जान्छु टक्क सेल्फी स्टिक रहेको छ यस्तो सेल्फी स्टिक एउटा टिकटक बनाउँछु भने टक्क हिँडेको है म चाहिँ अनि अब हेरौँ के हुन्छ टक्क हामी चाहिँ अहिले आइसकेको अवस्था तर हामी चाहिँ टक्क भ्यू टावरमा हिँडिरहेको छौँ टक्क हाम्रो जेन्जीले हामीले च्यालेन्ज गरेर हामी यहाँ चाँडै भेट्टा हानेर टक्क दिन सक्नुहुन्छ यस्तो राम्रो सिन देखिरहेको छ टक्क ल है त अहिले चाहिँ हामी टक्क भ्यू टावर हेर्न हिँडिरहेको छौँ टक्क यहाँ यस्तो राम्रो सिन पनि देखेको अवस्था तिनीहरू दुइटा नि घर उता तल नि रहेका छन् मान्छेहरू टक्क पारामा आफू चाहिँ सेल्फी स्टिक लिँदै टक्क हल्लिँदै हिँडिरहेको छु उता देख्न सक्नुहुन्छ उता बसिरहेका छन् यस्तो राम्रो सिन देखिरहेको अवस्था अनि यस्तो रहेको छ उता चाहिँ दोस्रो नि सिस्टिरहेको छन् यस्तो राम्रो सिन देखिन्छ नि त हामीले देख्न सकिन्छ सबैजना घुम्न आउनु होला टक्क हामी चाहिँ भ्यू टावरतर्फ आउनु लागिसकेको अवस्था अब हेरौँ के हुन्छ कति 2 पनि बन्न लागिसक्यो आउँदै 1 बन्न लाग्यो 2 हौडै सबै नि त लाउन पनि लास्ट है देख्न सक्नुहुन्छ तिनीहरू त उहाँ बसिहाल्नु टक्क बारेमा हेरौँ सिडीको व्यवस्था नि छ टक्क टक्क हामीले देख्न सकिन्छ यहाँबाट चाहिँ यस्तो राम्रो भ्यू आइरहेको छ टक्क पारामा भ्यू टावर हेरेर पनि आएको अवस्था देख्न सक्नुहुन्छ भ्यू टावर पनि हेऱ्यो अब चाहिँ टक्क तल गएर खाइन्छ हामीले देख्न सक्नुहुन्छ यता चाहिँ यस्तो राम्रो सिन आइरहेको छ देख्न सक्नुहुन्छ चाहिँ टक्क यता नि फोटो खिच्छ त टक्क पारामा दुइटाखेरि के मजा लाग्यो यिनीहरूलाई खेल्न यो सिकिदिने चस्मा दिएन नि तर मलाई तर दिएन कि तर यार तर मोटे तिमीले खोल्न नहुने कि तर सबै आए बेला बनाउनु पर्ने हो त तिमीले लास गर्यो तर लास हानेको त तिमीले यार तर यस्तो गर्न पाइन्न कि यार तर यहाँ देख्न सक्नुहुन्छ यस्तो गर्न हुन्थेन तर मोटेले सबै आसिबो यार मोटे तर यस्तो गर्न हुन्थेन तर मोटे टक्क बारेमा हामी चाहिँ अहिले त्यहाँ बोलाउनु हिँडेको ग्रुपमा टिकटकहरू बोलाउनु भनेको यार ह्याङ फ्याङ हान्ने भयो तिनीहरूले फेरि टक्क यस्तो तल बोलाउनु हिँडेँ म चाहिँ अब चाहिँ हेरौँ के हुन्छ आजको यो यात्रा चाहिँ निकै नै रमाइलो पनि भयो जे पनि भयो है रमाइलो पनि भयो भनौँ अब जे सबै भयो रमाइलो चाहिँ भयो रमाइलो भयो 10 जना थियौँ जे चटपट खायो रमाइलो भयो यस्तो ग्रुपमा टिकटक बनाऊँ भनेर आइदिएको है टक्क पारामा अब हेरौँ कस्तो हुन्छ अब सबैजना सपोर्ट गर्दै जानु होला टक्क पारामा है अब केटाहरूले हेऱ्यो ल्याङफ्याङ गर्छन् के हल्का टिकटक बनाऊँ भनेर हो सबै मिलेर तर यार कहाँ गयो कि सबै हरायो नि त सबै आएको नि त यार सबैलाई भनेको ग्रुपमा फोटो बनाऊँ भनेर यार कसैले नमान्ने के मान्ने नि अब हेरौँ सबैले राम्रै गर्नु पारामा हिँडिसकेको अवस्था हो यहाँ तर हिँडिसक्यौँ त्यहाँ हेलो ओ तल बसी ओ फेरि एउटा टिडियो बनाउने हामी 3 जनाले लाटो टक्क पारामा हिँडौँ अब ट्रक टाढो नि खान रुके हामी आउँ त्यतै टक्क पारामै अहिले चाहिँ हामी पालस्थानबाट तल लाग्यो अब चाहिँ घरतिर तर्फ हामी चाहिँ हिँड्यो सबै उता खान टक्क पारामा हामी चाहिँ आजको यात्रा रमाइलो नि भयो
रमाइलो नि हुन्छ अब चाहिँ टक्क रमाइलो पनि भयो है। वहाँ पैँकोट चाहिँ हामीले देख्न सकिन्छ यता चाहिँ यहाँ रहेको छ। अनि अब गइन्छ अब टक्क पारामा है। अब मजै हुन्छ अब हेरौँ अब घरसम्म पुग्यो। अब बल्ल 4:30 हुन लागिसक्यो। हाम्रो जेन्जी हुनुहुन्छ यता चाहिँ टक्क पारामा जाने। अब हेरौँ है त यस्तो भ्यू छ तर हुन पनि आमामा हो है त गाइजहरू। हाम्रो चाहिँ अहिले 3टा टिम भइसकेको अवस्था। एउटा हामी यहाँ एउटा निर्मलको प्रतीकको एजेन्सीहरुको अनि कुकुरको टिम अगाडि अनि सृष्टि र यो के अरे सृष्टि दिपिना अगाडि गयो। अनि चाहिँ हामी यता सृष्टि दिपिनालाई अर्को बाटो पठाइदिन्छ हामी यता। तर चाहिँ मैले यिनीहरूलाई ढाँटेको उताटो खास जाने बाटो अहिले चाहिँ हामी डुडाटो पुग्छ है। नरिसा ल डुडो है अहिले चाहिँ पुग्ने हामी। केही हुन्न के दिपिनाले हामीले उता पठाएको नि कहाँ दिपिना दुईजना के त भन्नु यार। दीपचन्द्र एजेन्सी अनि एउटा निर्मल जोडी र भयो। प्रतीक अनि रोहन उता एकतिर गएर छचाडो त्यसमा एजेन्सी नि थिए अनि कुवारेहरुको अर्को खैको थियो है त टक्क भए तिनीहरू चाहिँ फस्यो। महिनालाई चाहिँ त यिनीहरूलाई थाहा थियो क्या के तार डुडो पुगिन्छ नि वेलकम है वेलकम वेलकम है ल टक्क चाहिँ मैदानमा आयो सबैजनाले टक्क दिन सक्नुहुन्छ। हामी 4जना तर अहिले चाहिँ हामी आउँदा लगभग 8-9 जना थियौँ। अहिले आउँदा जम्मा 4 जना 1 2 3 4 हामी 4 जना अनि अरू 6 जना कहाँ गयो है। है 6 जना 8 जना हैन हामी आको 8 जना 11 मध्ये हामी यहाँको जना 4 जना भयो अनि 2 जना 7 जना सृष्टि दिपिना सृष्टि र दिपिना चाहिँ जान्ने भएर हामीसँग नार उता गए एक्लै परे नि हुन्थ्यो नि खान्थे बल्ल। अनि अर्को चाहिँ 3 6 7 कति 3-4वटा ग्रुप छ तर जस्तो सृष्टिवाला डर लाग्यो नि ग्रुप त नपाएर यस्तो हान्थ्यो नि है। अनि अहिले चाहिँ हामी 4 जना मात्रै छौँ। त्यहाँ त दुगुर्दै गयो क्या अन्त सुरुमा। अहिले चाहिँ हामी डुडाटा हिँडिरहेका छौँ देख्न सक्नुहुन्छ। तिनीहरूलाई चाहिँ हाम्रो तिराटा भनेको मानेनन् अनि हामी चाहिँ डुडाटा आइदिएको तिनीहरूलाई बाटो प्रायङ हान्दिएर तिनीहरूले चिने छैनन् क्या त्यताको त हेरौँ। अहिले चाहिँ हामी हिँड्दै गर्दा टक्क गाडी पाइयो देख्न सक्नुहुन्छ। यता चाहिँ यस्तो रहेको छ हामी त राम्रै गाडीमा आयो। टक्क पारामा देख्न सक्नुहुन्छ हाम्रो चाहिँ गाडी पाइयो। झ्याकी गर्छ यार। हामी ओन्ली 4 पिपल 4 जना हामी टक्क खिरीमा आउन पाइयो है त। अहिले चाहिँ हामी टक्क पारामा डुडाको यहाँ त झर्नीमा आइयो। टक्क अङ्कलले झार्नु भयो हामीलाई भन्दा यहाँसम्म रमाइलो भयो। आजको यात्रा कस्तो भयो? एकदम राम्रो सबैको कि एकजनाको मात्रै ल केही हुन्न कि यार घर धोइ हुन्छ। तिम्रै साथी हो के तिम्रो साथीलाई त देखाउने यार। बोला 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 अलि चर्को बोला नै केही सुन्दैन। ल तर यस्तो गर्नु ब्लगर भएन कि उयो होइन मान्छे ब्लगर भएन कि यस्तो यार ब्लगर यार। तर अहिले चाहिँ हामी आउँदा लगभग 8-9 जना थियौँ। अहिले आउँदा जम्मा 4 जना 1 2 3 4 हामी 4 जना अनि अरू 6 जना कहाँ गयो है। 6 जना 8 जना 11 मध्ये हामी यहाँको जना 4 जना भयो
हामी दुईजना सिस्टर दिपिना सिस्टर र दिपिना चाहिँ जान्ने भएर हामीसँग नआएर उता गए एक्लै पऱ्यो नि हुन्थ्यो नि खाँदै बल्ल अनि अर्को चाहिँ 3-6-7 कति 3-4वटा ग्रुप छ तर यस्तो सृष्टिलाई डर लाग्यो नि ग्रुप त नपाएर यस्तो हान्थ्यो नि है अनि अहिले चाहिँ हामी 4 जना मात्रै छौँ त्यहाँ दुगुर्दै गयो क्या अन्त सुरुमा अहिले चाहिँ हामी डुराटा हिँडिरहेका छौँ देख्न सक्नुहुन्छ तिनीहरूलाई चाहिँ हाम्रो तिराटा भनेको मानेनन् अनि हामी चाहिँ डुराटा आइदिएको तिनीहरूलाई बाटो प्राङ हान्दै र तिनीहरूले चिने छैनन् क्या त्यताको त हेरौँ हाम्रा चल्दो बल्दो बोला घर अलिक खोइ कि सेल्फ स्टिक माथि के भयो नि कि सेल्फ स्टिक माथि ऊ त्यतै हो कि ए 3 टोर गवा नि हुँदो रहेछ जाने हो र फेरि के जाने जाम र जाम अहिले हिँड देख्न सक्नुहुन्छ हामी चाहिँ आइसक्यो अवस्था हाम्रो पर्वतको चल्दो बल्दो बोला घर अङ्कल पर्वतको चल्दो बल्दो बोला घर होइन कि नि हल्काले चल्दो बल्दो बोला घर अलि चर्को के हजुर हजुर हाम्रो सरको घरको नि केही भन्ने हो कि टङ्को सरको घरलाई कसले खनाने थिए यो चाहिँ रितेश सरको ल मोमो प्याक गरिदिनु के भनेको रितेश सरलाई म त रितेश सरलाई खोल्न चाहिँ मानेको हाम्रो थलापति ब्लगरले लौ लौ हेर कहाँ हो के अरे तिम्रै साथी हो के तिम्रो साथीलाई त देखाउने यार बोला अलि चर्को बोला नै केही सुन्दैन